तिमीले गल्ती गर्यौ अर्क। तिमीले यो देशमा जन्मिनु हुँदैन थियो। अझ तिमीलाई जन्माउने बुवा आमाहरूले अझै ठुलो गल्ती गर्नुभयो, किनकि उहाँहरूले तिमीलाई यो देशमा जन्माउनु भयो। तिमी जनजातिको छोरा भएर जन्म्यौ, तिम्रो अलग्गै धर्म छ र तिम्रो अलग्गै जात छ। अझ सबभन्दा ठुलो गल्ती तिम्रो यो भयो। आज यो देशमा रोग छ, गरिबी छ, भोग छ, पीडा छ, सबै छ। यो देश आज विकासशील देश जस्तै विकासको गतिमा अगाडि लम्किनु पर्ने थियो। विकसित देश जस्तै आज यो देश चाहिँ संसारको उच्चतम देशको रूपमा चाहिँ खडा हुनु पर्ने थियो, तर भइदिएन। आज यो रोग, भोग, गरिबी, पीडा, असमानता, सम्पूर्ण पीडाहरूको देशमा आज तिमी जन्म्यौ के? आज यो देशलाई तिम्रो खाँचो छ। आज यो समाजलाई तिम्रो खाँचो छ, बुझ्यौ नि? आज यो समयले तिमीलाई मागिरहेको छ, तर तिमी भन्छौ यो देशमा विदेशी ऋण नलिएर हामी चाहिँ देश बनाउनु पर्छ भन्छौ। हाम्रै श्रम खर्चेर तिमी हाम्रो श्रमले चाहिँ यो देश बनाउनु पर्छ भन्छौ, तर यो देशमा विदेशी ऋण नलिएर देश बनाउँछौ भन्ने तिम्रो यो देशमा अझै ठुलो गल्ती हो के? किनकि हाम्रो देश तिमीले भनेको जस्तो गरिब पनि छैन, किनकि हाम्रो देश तिमीले भनेको जस्तो भोकबाट पीडित पनि छैन। यो देश यो तिमीले भनेको जस्तो बेरोजगारबाट पीडित पनि छैन, किनकि तिमीले भने जस्तो यो देशमा असमानता पनि छैन। यो देश आज संसारकै विकासशील देशहरू जस्तै अगाडि बढिरहेको छ। विकसित देशहरू चाहिँ देशहरू जस्तै चाहिँ शिर ठाडो बनाएर उभिएको छ के? आज त्यस कारण त तिमीले भनेको कुरा, तिमीले भनिरहेको कुरा यहाँ धेरैलाई चाहिँ टाउको दुखाइको विषय बनिरहेको छ अर्क। आज धेरैलाई के लागिरहेको छ भने यो देशमा हर्क जन्मनु नै, यो समाजमा अहिले हर्क हुनु नै यहाँ सबैलाई धेरैको पीडाको विषय बनिरहेको छ। त्यसकारण त फेरि पनि मैले भन्छु अर्क, तिमीले यो देशमा जन्मेर गल्ती गर्यौ, यो समाजमा जन्मेर तिमीले गल्ती गर्यौ। तिमी नजन्मिनु पर्ने थियो, तर यो समाजको जसले चाहिँ तिमीलाई यो देशमा जन्मेर चाहिँ जसलाई पीडा भएको छ नि, जसलाई टेन्सन भएको छ नि, जसलाई रिस उठेको छ नि, रिस उठ्न देऊ, टेन्सन हुन देऊ, टाउको दुख्न देऊ, केही फरक पर्दैन। तर यो देशमा रोगबाट पीडित हुनेहरू, गरिबीबाट पीडित हुनेहरू, हरेक पीडा बोल्नेहरू यो देशमा आज पनि हर्क खोजिरहेको छन्। किनकि हर्क के भन्छ भने विदेशी ऋण नलिएर यहीँको श्रमदान खर्च गरेर यो देश बनाउनु पर्छ है भनेर हर्क भन्छ के? किनकि हाम्रो देशको अवस्था आज विकासशील देशहरू जस्तो छैन, हाम्रो देशको अवस्था विकसित देशहरू जस्तो छैन। आज हाम्रो देशको अवस्था विश्वमै, यही दक्षिण एसियामै सबभन्दा गरिब देशहरूको मुनि रहेको छ के? आज जुन देशमा गैँती र बेल्चाबाट चाहिँ देश माथि उठ्न सकेको छैन, आज जुन देशमा चाहिँ जसको चाहिँ भान्सामा चाहिँ विदेशी तरकारी बिना भान्सा बन्दैन, र जुन देशमा चाहिँ आज विदेशी अन्न बिना चाहिँ भोक मेटिन्न, आज त्यो देशका जनतालाई के चाहिएको छ? आज त्यो देशका जनताले खोज्नु पर्ने के? विदेशी ऋण खोज्नु पर्ने हो कि हर्क खोज्नु पर्ने हो? के खोजेर यो देश बनाउनु पर्ने हो र केले गर्दा यो देश बन्नु पर्ने हो? ऋणमाथि ऋण थपेर देश बन्नु पर्ने हो कि
आफ्नै देशको श्रमदानबाट चाहिँ आफ्नै श्रम खर्चेर यो देश बन्नुपर्ने हो। के भनिरहेको छ त आज हर्क? के खोजिरहेको छ त हर्क? के गरौं भनिरहेको छ त हर्क? जुन देश चाहिँ आज बेलचा र गैँतीबाट माथि उठ्न सकेको छैन, जुन देशमा चाहिँ अझै पनि गैँती र बेलचा चलाउनु पर्छ भनेर हर्क भन्छ, आज त्यो देशमा हर्कलाई देखेपछि टाउको दुख्नेहरू, हर्कलाई देखेपछि चाहिँ रिस उठ्नेहरू, हर्कलाई देखेपछि चाहिँ इरिटेट हुनेहरू यो देशमा अझै भनिरहेका छन् हामीले विदेशी ऋण लिएर देश बनाउँछौं। कतिन्जेल विदेशी ऋण लिएर देश बन्ने हो र कतिन्जेल विदेशीको ऋणको भरमा चाहिँ यो देश माथि उठ्ने हो। कतिन्जेल विदेशीको ऋण बोकाउँछौं भनेर चाहिँ अगाडि बढ्नेहरूको चाहिँ पछि लागेर यो देश बन्ने हो र यसरी अगाडि बढिरहँदा यो देश भोलि कहाँ पुग्ने हो? भोलि देश जहाँसुकै पुगोस्, आज गर्छौं भन्नेहरूले विदेशी ऋण लिएर देश बनाउँछौं भन्नेहरूले जहाँसुकै लगोन्, तर तिमीलाई देखेर इरिटेट हुनेहरूलाई के लाग्छ भने हर्क, तिमी यो देशको सबभन्दा घाँडो व्यक्ति हौ के? तिमी यो देशको सबभन्दा काम नलाग्ने व्यक्ति हौ। तिमी यो देशको सबभन्दा गए गुज्रेको व्यक्ति हौ। उनीहरूको लागि त्यो लाग्छ। तर इतिहास नै हुन्छ, सत्य नै हुन्छ। वर्तमानमा जसले जे सुके पनि सोचे पनि आज वर्तमानमा गरेको सत्य भोलि इतिहासले सम्झनेछ। आज जुन देश आज चाहिँ विभिन्न थरीका पीडाहरूबाट चाहिँ गुज्रिरहेको छ, आज त्यो देश विदेशीको ऋणमा चाहिँ बाँच्ने भइसकेको छ। विदेशीको ऋण बिना चाहिँ बाँच्न नसक्ने स्थिति भइसकेको छ। आफ्नो देशको श्रमले जति सकिन्छ जोगाउने हो कि विदेशी पैसा ल्याउने ठाउँबाट चाहिँ हामीले त्यसलाई रोक्ने हो कि खाली ऋणमाथि ऋण थपेर देश र जनतालाई ऋणको भरमा चाहिँ अनि हामीले विकास गर्यौं भनेर अनि चाहिँ खोक्रो भाषणबाट चाहिँ अनि आफूलाई जबरजस्ती यो देशमा के महापुरुष भनेर चाहिँ साबित गर्न खोजेको र ती महापुरुषहरूका पछि लाग्नेहरूले भोलि चाहिँ यो देशलाई कहाँ लैजान्छौ भनेर तिनीहरूको लागि चाहिँ हर्क साम्पाङलाई खिसिट्युरी गरेको। एउटा कुरा के हो भनेपछि आज यो देश संसारकै विकसित देश भने पनि र विकासशील देशहरू जसरी विकासको गतिमा अगाडि बढिरहेको छ भने पनि जसको खोपडीमा चाहिँ आज यो देशको चाहिँ सम्पूर्ण चाहिँ कुराहरू ठिक छ भनेर भने पनि हाम्रो देशको अवस्था हाम्रै देशको हो। जुन हाम्रो अवस्था छ नि त्यही नै यथार्थ हो। त्यो यथार्थलाई चाहिँ हामीले कसरी आफ्नो चाहिँ श्रमबाट चाहिँ यो यथार्थलाई चाहिँ हामीले चाहिँ अगाडि उठाउँछौं भन्ने कुरा नै सत्य कुरा हो, साँचो कुरा हो, भविष्य पनि हो। एउटा कुरा चाहिँ तय हो, आज वर्तमानमा जसले जसरी सोचे पनि भविष्यले त्यसलाई चाहिँ खोट्याउने छ। कुन झुट कुन सही भन्ने कुरा त्यो भविष्यलाई छोडिदिए हुन्छ। आज हर्क साम्पाङलाई देखेर इरिटेट हुनेहरूले त्यो टाउको दुखाउन पनि छोडिदिए हुन्छ, केही फरक पर्दैन। भविष्य निर्णयकर्ता हो। भोलि चाहिँ कुन गलत कुन सही र कुन साँचो र कुन झुट भन्ने कुरो आज हर्क साम्पाङलाई देखेर इरिटेट हुनेहरूले त्यो निर्णय गर्नको लागि भविष्यलाई छोडिदिए हुन्छ। आज टाउको दुखाएर बस्नु पर्दैन के।